नेपाल हाम्री आमा होइनन्, मधेस हाम्री आमा हो। म जन्मदाखेरि मधेसको माटोमा ल सुन्नुभयो, नेपाल हाम्री आमा होइनन्, मधेस हाम्री आमा हुन्। मधेस नेपाल हो कि होइन, यो अमेरिकन दलाल सीके रावत भन्नेले अस्ति भर्खरै पनि मधेसलाई चाहिँ अलग बनाऊ भनेर भनेको थियो, जसले देश टुक्र्याउने अभिव्यक्ति दिँदा पनि यस्तो खुङखार राष्ट्रघाती देशद्रोही विदेशी दलालहरू पक्राउ परेका छैनन्। तर देश एकीकरण गरौँ, देश बचाउँ, देशका सारा नागरिक एकबद्ध हौँ भनेर सारा नेपालीलाई मिलाउन खोज्ने, सारा नेपालीको लागि शान्ति खोज्ने दुर्गा परसाई आज पक्राउ परेका छन्। यो कस्तो सरकार हो, कसले बनाइदिएको सरकार हो? यस्ता यस्ता अरौटे भरौटेहरूलाई चाहिँ पक्राउ गर्न नसक्ने। आज सारा मधेसका जनताहरूलाई दुर्गा परसाईले बचाएका छन्। सारा मधेसी जनताहरू विभिन्न लघुवित्त सहकारी मिटर ब्याजीहरूले थिचेर घर जग्गा लिलाम पारेर साराका सारा मधेसीहरूलाई झुन्डिएर मर्न बाध्य बनाएका छन्। साराका सारा मधेसीहरूलाई देश छोड्न बाध्य बनाएका छन्। तिनीहरूको जीवन रक्षा आज दुर्गा परसाईले गरिरहेका छन् भने आज एकजना मधेसी यो अमेरिकन दलालले सिधै देश टुक्र्याउने अभिव्यक्ति दिइरहेको छ। नेपाल हाम्री आमा होइनन् भनेको छ, तर मधेस चाहिँ कुन देशको हो त्यो यसले चाहिँ बुझ्नु पर्यो कि परेन, र यो सरकार के चाहिँ हेरेर बसेको छ?